फेरि पनि स्वागत छ मेरो छोटो मिनी ब्लगमा गाइज। यो धानबारी आज साउन है आज साउनको आज कति गते 19 गते मैले भिडियो फेरि मैले सानो छोटो ब्लग बनाउन लागेको छु। फेरि यो धान तलको खेत चाहिँ गोडिसकेको छु। अब गोड्न बाँकी भनेको यति हो, माथिको मात्रै यो गरा अनि यति गोड्न बाँकी छ। चाहिँ अहिले भएको छैन गोड्ने, अलि दिनपछि गोड्न हुन्छ हैन गाइज। मैले खाना पकाइसकेको छु, साँझको खाना पकाइसकेको छु। अब एकछिनमा जान्छु छेमालाई भेट्न। छेमा बिमारी हुनुहुन्छ, त्यसैले छेमालाई भेट्न म जान लागेको छु त मामा घरतिर। अनि त्यसपछि आउँछु, बाबुलाई पनि नगर जानु पर्ला। मम्मी भैँसी लिन जानुभएको छ, भान्जी पनि उतै हुनुहुन्छ, बाबुलाई बोलाउँदै हुनुहुन्छ। म अहिले यहाँ सानो छोटो मिनी ब्लग बनाउँदैछु गाइज। हजुरहरूलाई कस्तो लाग्छ मेरो ब्लग? राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइज। अहिलेलाई यति नै, बाई बाई।